छुट्टीको दिन चाहिँ यसो हामी बोकिम दामातिर जाने निर्णय गर्यो। हाम्रो गणेश सरको घरमा गइयो। राम सरले हाम्रो काँक्रा काट्नुभयो। काँक्रा एकदमै अर्ग्यानिक मिठो थियो। एकदमै हाम्रो शशि सर काँक्रा खाँदै हुनुहुन्छ। सबैजनाले यसो एकदम रमाइलो तरिकाले गफ गर्दै काँक्रा खाइयो हाम्रो गणेश सरको घरमा। अनि हामी फेरि अलिक अगाडि बढ्ने निर्णय गरियो। बाटोमा एकदमै रमाइलो झरना थियो। ओहो यस्तो राम्रो झरना। हामीले फोटोहरू खिच्यौँ। झरना एकदमै रमाइलो थियो। हामीले फोटो खिचेर फेरि अर्को झरनाको पनि फोटो खिच्यो। बाटोमाहरूमा पनि फोटो खिच्दै हामी हिँड्यौँ। ओहो यस्तो राम्रो झरना थियो बाटोमा। हाम्रो राम सरले फोटो मजाले खिच्नुभयो। म पनि यसो झरनाको चिसो ठाउँमा गएँ अनि एकदमै रमाइलो भयो। त्यहाँबाट फर्केर यसो सेल्फीहरू पनि खिच्यो हैन, फोटोहरू खिच्यो। एकदमै रमाइलो थियो। त्यहाँबाट हामी फोटोसोटो खिचेर फेरि फर्क्यौँ। अलिकति परतिर गयौँ। एकदमै माछा फार्महरूको पनि यसो अवलोकन गरियो। एकदमै रमाइलो थियो। हामीले एकदमै त्यस पछाडि यसो नास्ता खाइयो, खाजासाजा खाइयो अनि हामी फर्क्यौँ।